छातीको भाग पनि माथि उठाउनुहोस्, खुट्टा समाएर तनक्क पार्नुहोस्। कस्तो राम्रो भएको छ है। आहा, नानी बाबु कति राम्रा, हाम्रा नानी बाबु कति राम्रो गर्नुभएको छ। धनुरासन गर्नुहुन्छ, धनु जस्तै बन्नु भएको छ सबै नानी बाबु। आज नानी बाबुले कुन आसन गर्दै हुनुहुन्छ? धनुरासन गर्दै हुनुहुन्छ। धनु जस्तै बन्नु भएको छ हो। ल छातीको भाग तन्काउनुहोस्, माथि आकाशतिर हेर्नुहोस्, टाउको माथि सिलिङमा हेर्नुहोस्। गुड, कति राम्रो भएको छ, कति राम्रो भएको छ। बिस्तारै खुट्टा तल झार्नुहोस्। ल फेरि एकपटक गर्नुहोस्, फेरि समाउनुहोस्। गुड, कति राम्रो भएको छ। स्याबास स्याबास। अब बिस्तारै खुट्टा तल झार्नुहोस्।